गरेर त्यस्तो नै हाने भन्छ गोरु र राङ्गडा यहाँ साङ्गेर यता सेमसेमै देख्दैछ झन्डै यता फर्क त सेम देख्यो असम ए कपी गरिदेऊ न कपी गरिदेऊ न चट चट नसो त हो सोल्टी जिम जानु पर्दैन हामी चाहिँ होइन यसरी नै बिहान दुःख गरेर मेहनत गरेर होइन जिम गरिबस्नु पर्दैन गाइस अब चाहिँ हामी चाहिँ के हो यो आलु मिमी खाँदैछ आम्मा खै गरे आम ल हाम्रो केटाहरू चाहिँ यहाँ आलु चिउरा खाएर चाहिँ गाडी ठेल्दैछ मिमी खाएर चाहिँ बल दुईजनाको आलु चिउराको तागत हो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल गाइस र हामी चाहिँ आज यहाँनिर अचानक आउटिङको लागि निस्केको थियो है नाम्चीपट्टि तरफ जाँदै थियो र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ तपाईँहरूले है सिनहरू त्यस्तो दामी देख्दैछ रङ्फू पारीहरू सो गाइस फाइनली हामी चाहिँ यहाँनिर एकदम नयाँ ठाउँमा आइपुगेछ रङ्फूमा है यहाँनिर एकदम दामी रहेछ ठाउँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले है यो पुल चाहिँ तपाईँको टक्कै 1 किलोमिटर छ अरे है यहाँदेखि चाहिँ यहाँ परसम्म चाहिँ टक्कै 1 किलोमिटर छ अरे है साङ्गेर यता सेमसेमै देख्दैछ झन्डै साङ्गे कस्टम सेम देख्यो यहाँ त साँच्चै यता यता सिधै बस यता फर्क त सेम देख्यो असम ए कपी गरिदेऊ न कपी गरिदेऊ न यहाँ रहेछ एउटा यहाँ चाहिँ झुन्डिरहेको रहेछ है यो चाहिँ कर्माको साथी यहाँ हुनुहुन्छ हाम्रो खसी जैसाप हुनुहुन्छ उता चाहिँ अब फेरि अब एसआरकेको फ्यान बिग फ्यान हो चाहिँ त्यो सक्दैन हाम्रो कर्माहरू चाहिँ यहाँ फोटोसुट हुँदैछ है भेनाले खिचिदिनु हुँदैछ फोटो चाहिँ यहाँ चाहिँ दुईजनाको फोटोसुट हुँदैछ यहाँनिर है अब मेरो ब्लगमा अब जान्छ केटाहरू यहाँ त ल बेलुका बेलुका दामी हुने रहेछ यहाँनिर होइन होला त्यति साह्रो त मेरो नि खिच्यो अब तिमीले मात्रै खिचेर हुँदैन यहाँ मेरो नि खिचिदिनु पर्यो यहाँ चाहिँ दुईजनाको यहाँ डरलाग्दो फोटो खिचाइ हुँदैछ चिल बुढोसँग चिलसँग हो चिल बहादुर जतिको छ नि बुढो सो गाइस अब चाहिँ हामी चाहिँ यहाँनिर यहाँ मामरिङ भ्यू पोइन्टबाट चाहिँ लाग्दैछु है डोमिनर एउटा चाहिँ स्कुटी एउटा चाहिँ एनएस गरमले ल्याकपुट भइसकेको छ यहाँ चाहिँ मिस्टर साङ्गेको लद्दाखबाट आएको लुगाहरू यता भेना फेरि हो यत्रो कालो लुगा लगाएर आइन्छ झन् यहाँ यस्तो लगाएर आएको तर माथि गयो भने चाहिँ अलिक शीतल हुन्छ अरे है यहाँ रङ्फूमा चाहिँ ओभर गरम रहेछ सो गाइस अब हामी नेक्स्ट पोइन्टमा जानेछु त त्यहाँको सिनहरू देखाउनेछु है सो गाइस स्टे ट्युन गाइस हामी यहाँ मामरिङ भ्यू पोइन्टबाट निस्किसकेको छ है एकदम गरम रहेछ यहाँ चाहिँ ल अब चाहिँ हामी चाहिँ लाग्यो है र अब नेक्स्ट पोइन्ट देखाउनेछु है यस्तो दामी दामी ठाउँहरू छ यहाँ देख्न सक्नुहुन्छ है तपाईँहरूले यहाँनिर यस्तो दामी टुरिस्ट स्पोट बनाएको रहेछ यहाँ चाहिँ है यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बुद्ध भगवानको स्ट्याचु रहेछ है यहाँ चाहिँ हात्तीहरूको रहेछ यहाँ डाइनोसरको रहेछ है ओभर दामी लाग्यो यहाँनिर म चाहिँ एकछिन बिसाएर भिडियो बनाउँदैछु है अहिले यहाँ चाहिँ नाम्ची जाने बाटोपट्टि चाहिँ सबै यस्तोहरू बनाएको रहेछ है सायद शिवजीको बुद्धको हनुमानको है सबै स्ट्याचुहरू बनाएको रहेछ ओभर दामी रहेछ यहाँ चाहिँ हो र अब हामी चाहिँ यहाँनिर हल्का ठाउँहरू हेरेर चाहिँ फर्किँदैछ है ओभर दामी बनाएको रहेछ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले बुद्ध भगवानको स्ट्याचु रहेछ यहाँ चाहिँ कस्तो मजाको ठाउँमा रहेछ यहाँनिर देख्न सक्नुहुन्छ है यो चाहिँ तपाईँको मामरिङ जाने नाम्ची जाने भनौँ है नाम्ची जाँदाखेरि भेट्छ तपाईँहरूले यहाँनिर तपाईँहरूले भिजिट गर्नु सक्नुहुन्छ है यहाँनिर चाहिँ तपाईँको नागको पनि रहेछ
गाइस अब चाहिँ हामी चाहिँ यहाँनिर है रिल्स बनाउँदैछ दाजुहरू म चाहिँ यहाँ पत्कर खेल्नेमा परिरहेको छु है अब बिहाइन्ड द सिन कस्तो हुन्छ सो अब हेर्नु होला आइज ल गरिहाल्छु ढिलो भयो मेरो ब्लगमा नि केटाहरू आउनु पऱ्यो नि त भाइ ल खेल्नु यहाँ कस्तो हुँदैछ तपाईँले देख्न सक्नुहुन्छ है यहाँ म पत्कर खेल्ने यता हिरो पत्कर खेल्ने म अलिक बिचमा खेल्नु पर्ने रहेछ है अब रिल्स पनि 3 मिनटमा रेडी भयो है अब तपाईँहरूले भरे इन्स्टाग्राममा हेर्न सक्नुहुन्छ मेरो चाहिँ होइन यता साङ्गे सरको है सो यति नै हो गाइस अब चाहिँ हामी चाहिँ के हो यो आलु मिमी खाँदैछ आलु मिमी त मुमी हिरो छ हो सो गाइस हामी चाहिँ यहाँनिर बाटोमा बिसाएर चिया खाँदैछौँ है आलु मिमी खाँदैछु है बजाउँ यता चाहिँ भेज शाकाहारी यहाँ चाहिँ भेलपुरी हो यता अझ पनि देखाइदिनु भेज खानेको शाकाहारी बजाउनुहोस् तपाईँ आम खै गरे आम यता चाहिँ भेज हो कस्तो छ त्यो गुलियो होइन त्यो बुझा ल हाम्रो केटाहरू चाहिँ यहाँ आलु चिउरा खाएर चाहिँ गाडी ठेल्दैछ बल देखाउँदैछ ऊ यति आलु चिउरा खाएर चाहिँ यस्तो आलु मिमी खाएर चाहिँ बल दुईजनाको भयो भयो स्टार्ट आलु चिउराको तागत हो यहाँ बजरङ बलीको तागत निकालेको कर्माले होइन तर सुँगुडा हेर्ने चाहिँ भानिज मेरो भानिज निखिल भानिज दुई भानिज भनिदियो भेरा हरामी हो कि सुँगुर हरामी हो सुँगुर त त्यो भने त सुँगुर त त्यो नालीतिर लड्ने सुँगुर हो होइन भेडा भनेर चाहिँ एकपल्ट यस्तो गऱ्यो यस्तो गऱ्यो गरेर चाहिँ यस्तो नै हान्यो भने चाहिँ गोरु र राङ्गडा झलझल भयो बाँधिन्छ मलाई त्यसको सम्बन्धमा यस्तो यस्तो गरेको क्या दसैँमा टिका लगाइदिन्छ ए दसैँमा टिका लगाइदिन्छ बाँधिदिने गरेको चाहिँ नि याद आएन मलाई ल यहाँ चाहिँ हाम्रो 4टा भेटा रहेछ है आइज ल आइज चारो दिने चाहिँ दामी रहेछ हौ तर यहाँनिर काठको गफ केटा गफ सुनाउनु पर्यो यहाँ फर्स्ट यहाँ पार्टनरहरू दुईजना मिलेर है घाँस खाँदैछ भेट्ने नै ल लगमा मेरो अब घाँस कटाइ चाहिँ दामी छ है हाम्रो बक्सर भाइको भनौँ न है ल हेलो भनिदियो हेलो गाइस लगातार एफसीबाट मगाएको गोल्डन फुट हो होइन कस्तो मजाले काटेछ हौ घाँस त हो नि ठिकै हो तर यो अम्रिसो चाहिँ आगो माथि काटेको देखे मामु देखे होइन पाइहाल्छ सबैले त्यही हो माथि माथि घाँस काटे त्यो विक्रमको काम होला है भने कटिङ चाहिँ गरायो तर यो अम्रिसोको चाहिँ कुच्चो अन्त बनाउँदैन होइन ए हो रहेछ नि है ए कुच्चो अस्ति निकालिसकेको हुँदो रहेछ है होइन बेना होइन हुन्छ बेना अस्ति किनेँ नि मैले एउटा ठुलो रमाइलो है ठाउँ त चट छिनाउँछ त हो सोल्टी चट छिनाउँछ त
बिहानदेखि सानैदेखि गरेर होइन अँ, स्टार्ट गरेर आएको होइन अँ। जिम जानु पर्दैन हामी चाहिँ होइन यसरी नै बिहान दुःख गरेर मेहनत गरेर होइन जिम गरिबस्नु पर्दैन प्रोटिनहरू खाइबस्नु पर्दैन बस्तीकै हरियो पर्यो त्यही हो अर्ग्यानिक फुल अर्ग्यानिक फुल अर्ग्यानिक है सो गाइस अब हामी चाहिँ यहाँनिर है छुप्पाबाट चाहिँ फर्किँदैछ यहाँनिर अगाडि घरमा हिँड्दैछ ल यता चाहिँ हाम्रो सँगै हिँड्दैछ हेलमेट अनुहार छोपेर यहाँ हेरिदिनु पऱ्यो कस्तो लाग्यो यता आज एकदम खुसी लाग्यो दामी लाग्यो दामी रहेछ ठाउँहरू है यहाँ पछाडि भेनाहरू आउँदैछ हो हामीलाई पुऱ्याउनु जाँदैछ र एकदम रमाइलो रहेछ ठाउँ यहाँ देख्न सक्नुहुन्छ है ल्याए त भेना